सम्पूर्णमा नमस्कार। हाम्रो यात्रा चाहिँ ठाकुर बाबा बर्दिया राष्ट्रिय निकुञ्जसम्म रहनेछ कोलपुर बाटो। हाम्रो यात्रामा जोडिरहनु भएको चाहिँ यति भिनाजु यहाँ दाइसँग आज हामी यहाँ ट्रिपमा छौँ। अब हाम्रो यात्रा सुरु भयो। गाडी अब अगाडि बढ्छ र यात्राको क्रममा चाहिँ कैद गरेका दृश्यहरू देखाउनेछौँ। हामी बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरिरहेका छौँ। दृश्य हजुरहरूले बर्दिया राष्ट्रिय निकुञ्जमा अगाडि गाडीहरू गइरहेको छ। निकुञ्जभित्र छाडा चौपायाहरू देख्न सक्नुहुनेछ दर्शकले। हामी यहाँ बर्दिया राष्ट्रिय निकुञ्जमा आइपुगेका छौँ। त्यस्तो दृश्यहरू देख्न सक्नुहुनेछ दर्शकले। ठ्याक्कै चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने क्रममा छौँ। नेपालमा पाइने संरक्षित स्तनधारी वन्यजन्तुहरूको चाहिँ लिस्ट यहाँ देखाइएको रहेछ बर्दिया राष्ट्रिय निकुञ्जमा। निकै मनमोहक छ हाम्रो यहाँ भिनाजु। कछुवा प्रजनन केन्द्र देख्न सक्नुहुनेछ दर्शकगण। हजुरहरूले रुखको छाहारीमा बसेका छौँ। 8-10वटा मजाले खेलिरहेका छन् पानीमा। गोही चाहिँ शीतल छाहारीमा बसेको अवस्था दर्शकबिन। शीतल तापेको छ। घडिया ल दर्शकबिन काठहरू जस्तै गरेर गोहीका बच्चाहरू हुँदो रहेछ कि प्रजनन केन्द्र हो। यहाँ बच्चा उत्पादन गर्ने अनि बबई खोलामा लगाएर छोड्ने रहेछ। देख्न सक्नुहुनेछ हजुरहरूले। हाम्रो टोलीहरू हेरेर रमाइरहनु भएको छ। घडियाल कोही हेर्न सक्नुहुनेछ। चुच्चो निकालेर पानीमा बसेको अवस्था छ। यसको जन्म 2080 सालमा भएको रहेछ। उता कोही हिँडिरहेको छ। पानीमा चाहिँ रमाइरहेको छ। ओहो यहाँ ठुला रहेछन् है हजुर। हजुर यता झन् ठुलो रहेछ भिनाजु। बाफ्रे गोही कति धेरै घाममा बसेको अवस्था
ताछ घाम तापेर पहिले जन्मेर रहेछ ल हेर बनाएको ठामको 8 वर्ष क्या इधर 8 वर्ष गरेको अवस्था छ घोडीमा एउटा कस्तो छ मान्छेलाई त यिनीहरूले सर्लाक्कै खाइदिन्छ नि त है गोइले त है सर्लाक्कै खाइदिन्छ भन्छ नि यहाँहरूले देख्न सक्नुहुनेछ गैडा त्यही अगाडि छ कान हल्लाइरहेको अवस्था छ गैडा घुमिरहेको छ गैडाले चाहिँ पानीमा आल बसेको अवस्था छ दर्शकबिन हेर्न सक्नुहुनेछ देख्न सक्नुहुनेछ चर्को घाममा गैडा आलमा बसेर शीतल लिएको अवस्था छ बाहिर निस्केको भए हालमा बसेको छ बाघको गर्जन सुन्न सक्नुहुनेछ दर्शकबिन बाघ रिसाएको छ मान्छेको भिडभाड नजिक नजा रे बाबु त्यो नजिक नजानु म भनिरहेको छु ल बाघ निकै दुब्लो छ ठुलो भए तापनि बाघको गर्जन उहाँले भने ठिकै ताला तोड्देला कि यता जानु नजिक कहाँको चाहिँ त्यो बाघ त धेरै बलियो हुन्छ तोडेर ले मोबाइल चाहिँ नछोड्नु है जति आए पनि बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बाघ देख्न सक्नुहुनेछ दर्शकबिन निकै ठुलो छ हामी बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती सारमा छौँ हात्ती बान्ने खोर हो यो यहाँ प्रवेश निषेध लेखिएको छ 3वटा हात्ती रहेको रहेछ 2टा पुरुष एउटा महिला हात्तीको नाम कुमारगञ्ज ठाकुरगञ्ज र पहुनकरी हात्ती बान्ने खामहरू दर्शकबिन देख्न सक्नुहुनेछ यहाँ चाहिँ एउटा गैडा रहेको रहेछ दर्शकबिन जसको आँखा फुटेको रहेछ गाउँलेहरूले आक्रमण गरेर एकजना यहाँ गाउँकै पुजारी बुवालाई गैडाले हानेर मृत्युवरण गरिएको रहेछ त्यही झोकमा मान्छेहरूले गैडालाई आक्रमण गर्दा उसको 2 आँखा फुटेको रहेछ र सकुशल उद्धार गरेर ल्याएर हस्तान्तरण गरिएको रहेछ हामी बर्दिया राष्ट्रिय निकुञ्जभित्र म्युजियममा के छन् भनेर अवस्थित दृष्टिकोण हेर्न गइरहेका छौँ राइम्स ट्रान्सलेसन बर्दिया नेसनल पार्क धर्मसङ्घ अग्रवाल पैकर यिनीहरू ठुलो क्षतिपूरण व्यवस्था देख्न सक्नुहुन्छ यहाँ विभिन्नहरू म्युजियम रहेको छ निकै मनमोहक छ हजुरहरू पनि हेर्न आउनु होला लङ्गुर अघि हामी बाटोमा देखिरहेको थियौँ हिमाली कोतल हाले लिटिल उल्फ भन्दो रहेछ इङ्ग्लिसमा मिलचरा उपस्थित विभिन्न सुनगिद्धदेखि बाघ पाटे बाघ होइन देख्न सक्नुहुन्छ हजुरहरूले प्रत्यक्ष रूपमा राजधनेश ग्रेट हर्नबिल हामीले शिकार गर्न मनाइ छ यो प्रतिबन्ध नेपालमा लोक भइरहेको छ 12 सिंह एक सिंह 100 राइनोस
देख्न सक्नुहुन्छ कल्चर म्युजियमभित्र प्रवेश गर्ने क्रममा छौँ। हाम्रो टोलीहरू देख्न सक्नुहुनेछ दर्शकबिन। माटोको गाह्रो माथि खरले छाएको थारू संस्कृतिलाई झल्काउने किसिमको चाहिँ यहाँ देख्न सक्नुहुनेछ। उहाँहरूले प्रयोग गर्ने सामग्रीहरू यहाँ देख्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा ढिकी जातो होइन, यहाँ डेरीहरू छन्। ल हेर्नुहोस्, बिहामा प्रयोग गरिने डोलीहरू, ढिकी जातो ओखली होइन, यसलाई डेरी भन्छ। यो चामल गहुँ कपडाहरू राखेको छ। अनि यहाँभित्र जान दिँदैन क्या। सामग्री देख्न सक्नुहुनेछ हजुरहरूले। त्यो डेरी भनेको भकारी भन्छ हामीले। चामलहरू धानहरू राख्न सक्नुहुन्छ। उहाँहरूले प्रयोग गर्ने गहनाहरू यस प्रकार रहेको छ। देख्न सक्नुहुन्छ दर्शक। प्रत्यक्ष रूपमा अवलोकन यहाँ लेखिरहेको छ। उहाँहरूले विभिन्न नाचमा प्रयोग गरिने गरगहनाहरू यहाँ प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ हजुरहरूले। सखिया हो भन्ने गानामा नाच्ने उहाँहरू। सखिया हो भन्दै नाच्ने ढलहरू। म्युजियममा आएका छौँ के हुन्छ भनेर। यहाँ प्रत्यक्ष रूपमा चाहिँ विभिन्न नेपालमा पाइने विषालु सर्पहरूको बारेमा चेतना गरिएको रहेछ। जनचेतना फैलाएर पोस्टरहरू राखिएको रहेछ दर्शकबिन। देख्न सक्नुहुनेछ संरक्षित वन्य जन्तुहरू के पाइन्छ बर्दिया राष्ट्रिय निकुञ्जमा भनेर यहाँ देखाइएको छ। डल्फिनहरू होइन, जङ्गली हात्ती, पेङ्गोलिन, सालक, स्वाफ डियर, बारसिङ्गा, फोरहर्न एन्टिलोप, चौका, हाइना र हिङपिड, ह्यारी, लङ्गुकर्ण खरायो, हिमालयन मुस्टियर, चौरी, बाघ, आर्ना, विभिन्न किसिमका चाहिँ हरू देख्न सक्नुहुनेछ। नेपालको नक्सा होइन, बर्दिया नेसनल पार्कले र बफर जोनहरू कहाँ अवस्थित छ भनेर देख्न सक्नुहुनेछ। यहाँ चाहिँ यहाँ यो के रहेछ के लेखिएन मेरो विचारमा। यो बाघहरूको खुर हुनसक्छ है, अथवा चाहिँ के हो त्यो ठ्याक्कै लेखिएन। म चाहिँ डाउटमा छु। यिनीहरू यो गैँडाको टाउको हो कि जस्तो लाग्यो मलाई है दर्शकहरू। ल अरू भिडियो पछि चाहिँ देखाउने छु। मनोरञ्जन भए देख्न सक्नुहुनेछ। बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुर बाबा मन्दिर यहाँ देख्न सक्नुहुन्छ। त्यहाँ नजिकै प्राङ्गणमा चाहिँ पुरानो चाहिँ कुवा रहेको छ दर्शकबिन। एकदम गहिरो पानी, बर्खा मास भएकोले पानी माथि छ देख्न सक्नुहुनेछ। घन्टीहरू बजेको अवस्था छ। भान्जीले चाहिँ घन्टी बजाएर अवस्थामा छन्। मन्दिर निकै मजबुत छ। चारैतिरबाट चाहिँ मान्छेहरू आउनुभएको छ। शनिबारको दिन भएर होला निकै चहल पहल छ भन्नुपर्छ। मन्दिरको प्राङ्गण पनि एरिया ठुलो रहेछ दर्शकबिन देख्न सक्नुहुनेछ। चोट लाग्छ यस्तो गर्नु।
नेपालको चाहिँ एउटा सिमसार क्षेत्र सप्तरिया ताल जहाँ बर्दिया जिल्लामा अवस्थित छ। हेर्न सक्नुहुनेछ साथीहरू, हामी बीच जङ्गलमा घनघोर जङ्गलमा पसिरहेका छौँ। सिमसार क्षेत्र भेट भएको छ, ठ्याक्कै जोडिएको छ। यो पुरा अवलोकन गर्नलाई हामी टावरमा जाँदैछौँ। हाम्रो यहाँ सहकार्यमा दिदी भिनाजु अगाडि अगाडि लम्किरहनु भएको छ, पछि पछि म छु। एकदम डर लागिरहेको छ, घना जङ्गल, कतै बाघ भालुले आक्रमण गर्छ कि अजिङ्गरले खान्छ कि भन्ने। हेर्नुहोस् दर्शकबिन, बाटोमा चाहिँ सिँढी पनि छैन, त्यही पनि हामी हजुरहरूलाई मनोरञ्जन गराउनको लागि, दृश्य देखाउनको लागि भए पनि हाम्रो यात्रा अगाडि बढिरहेको छ। ताल निकै ठुलो छ, देख्न सक्नुहुनेछ। सायद यो नेपालकै ठुलो सिमसार क्षेत्र पनि हुनसक्छ। कैद गरिएको छैन, तर पनि बाफ रे बीचबीचमा सालका रुख, जङ्गल, बीच जङ्गलमा छन्। ओहो, खिया लागेको छ, दुर्घटना घट्न सक्छ, त नजानुस्, सचेत रहनु होला है दिदीबहिनीहरू। यस्तो चाहिँ जोखिम यार, हेर्नुहोस् त के गर्न खोजिरहेको। ओइ बाबे